नमस्ते। आज हामी केही टपिकको बारेमा चर्चा गर्छौँ जुन चाहिँ न्युटन्स ल हो। जुन न्युटन्सले तीनवटा ल दिएको थियो त्यहीको बारेमा आज हामी डिस्कस गर्छौँ र तीनवटा नभए पनि हामी जतिसम्म भयो एउटाको आज चर्चा गर्छौँ। र आज मेरो यो पहिलो ब्लग हो, त्यसमा तपाईहरुलाई पनि केही सिकाउन चाहन्छु र आफू पनि केही नयाँ नयाँ कुरा सिक्न चाहन्छु र तपाईहरु पनि हामीलाई फलो गर्नु, सब्स्क्राइब गर्नु, हामीहरु अगाडि बढ्छौँ। र आज मेरो पहिलो टपिक लियो न्युटन्स फर्स्ट ल। न्युटन्सले दिएको ल तीनवटा थियो, तर हामीले अहिले एउटै पढ्छौँ किनभने यो न्युटन्स फर्स्ट ल नै व्यावहारिक रूपमा युज भइरहन्छ कि हामीलाई थाहा हुनुपर्छ के यो कुराहरु। व्यावहारिक रूपमा हामीले हेर्छौं भने त्यो कुरा नर्मल हो। र त्यसैले न्युटन्सले दिएको पहिलो हो यो न्युटन्स फर्स्ट ल, जुन चाहिँ मोसनसँग रिलेटेड छ। जनरली तीनटै ल मोसनसँगै रिलेटेड छ, बडीको मोसनसँग। पहिलोमा त्यही भन्न खोजिएको छ, एउटा स्टेटमेन्ट हामी हेरौँ। द स्टेटमेन्ट पहिला सुनौँ। इट स्टेट्स दैट एभ्री बडी इन द युनिभर्स इन द स्टेट अफ रेस्ट or uniform motion unless it is compiled some external force to change the states. Means जबसम्म कुनै बडी वा अब्जेक्ट्स जुन पोजिसनमा छ त्यहीमा रहन्छ, यदि हामी कुनै एक्सटर्नल फोर्स लगाएनौं भने, एक्सटर्नल फोर्स जस्तै कुनै अब्जेक्टलाई पुश वा पुल गर्छौं त्यही भयो, पुश गर्छौं फोर्स या त्यो वालहरुमा फोर्स लगाउँछौं त्यही भयो। त्यसैले न्युटन्सले भनेको कुरा यो हो कि जबसम्म हामी कुनै अब्जेक्टमा बाहिरी फोर्स लगाउँदैनौं भने तबसम्म त्यो मोसनमा आउँदैन, वा रेस्टमा छ भने मोसनमा आउँदैन, या मोसनमा छ भने रेस्टमा आउन सक्दैन। त्यसैमा न्युटन्सले पहिलो कुरा यही भनेको थियो। जसरी एउटा एक्जाम्पल ल्याउँ, यदि कतै ग्राउन्डमा फुटबल राखेछ, त्यहाँ हामी कोही एउटा साथी कोही उभिएछ त्यहाँ त्यसको साइडमा, अनि यदि हामी त्यो फुटबललाई हेर्छौं, त्यसलाई भन्छौं कि मुभ गर भनेर, त त्यो मुभ गर्दैन किनभने हामी बाहिरी फोर्सै लगाउँदैनौं। त न्युटन्सले त्यही भनेछ फर्स्ट लमा कि जुन अब्जेक्ट जुन पोजिसनमा छ त्यहीमा रहन्छ जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैनौं। यदि हामी त्यसलाई रिसाएर जसरी बोलेर गाली गरेर भन्छौं मुभ हुन भने त्यो मुभ हुँदैन, किनभने त्यसलाई मुभ गर्नलाई एक्सटर्नल फोर्स चाहिन्छ। त्यही हो, एक्सटर्नल फोर्स चाहिन्छ नै। त्यसैले हामी यदि त्यो फुटबल नजिक गएर किक हान्छौं भने त्यो मोसनमा आउँछ। त्यही हो, बडी रेस्टमा थियो अनि यदि एक्सटर्नल फोर्स त्यति बेला लगाएन भने अनि त्यो रेस्टमै रहन्थ्यो। त्यही गएर हामी किक गर्यो अनि त्यो मात्र मोसनमा आयो। त्यही एक्सटर्नल फोर्स जुन चाहिँ न्युटन्स फर्स्ट लमा दिएको थियो कि जुन बडी रेस्टमा छ भने रेस्टमै रहन्छ जबसम्म कुनै बाहिरी फोर्स लगाउँदैनौं। अर्को एक्जाम्पल लियो भने जसरी नै एउटा भयो टेबल भने नन लिभिङ थिङ्स हो, त्यो कतै राखेछ, कतै रुमहरुमा राखेछ, त्यहाँ हामी त्यहाँ साइडमा बसेछौं, यदि त्यसलाई हामी केही गर्दैनौं भने, छुदैनौं भने त्यो त्यतिकै रेस्टमा रहन्छ किनभने नन लिभिङ थिङ्स हो त आफै मुभ गर्न सक्दैन, त्यही रेस्टमै हुन्छ। अनि जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैनौं, यदि हामी कुनै बाहिरी फोर्स लगायो भने अनि त्यो मात्र मुभ गर्छ। त्यसैले न्युटनले त्यही कुरा भनेको कि जुन अब्जेक्ट रेस्टमा छ भने रेस्टमै रहन्छ वा मोसनमा छ भने मोसनमै रहन्छ। एउटा एक्जाम्पल यो मोसनको, जसरी कुनै बस ट्राभल गर्दै रहन्छ कतै कुनै आफ्नो डेस्टिनीमा, त्यसमा बस ड्राइभर यदि ब्रेक लगाएन भने त्यो सधैँ चल्दै रहन्छ, सेम स्पिडले जाँदै रहन्छ यदि ड्राइभरले ब्रेक लगाएन भने। यदि कुनै ब्रेकरहरु आयो भने अनि मात्र त्यो रुक्न सक्छ, नत्र त्यो यदि रोड सिधा भयो भने पुरै स्ट्रेट भयो भने त्यो सधैँ चलिरहन्छ, कहिले पनि रुक्दैन जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैनौं। बाहिरी फोर्स मानौ त्यही ड्राइभरले ब्रेक लगायो अनि ब्रेक लगाएन भने त सधैँ चल्दै रहन्छ त्यो बस, यदि ब्रेक लगायो भने अनि मात्र त्यो बस मोसनमा छ भने रेस्टमा आउँछ। त्यही नै हो, यदि बडी मोसनमा छ भने मोसनमै रहन्छ जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैनौं। त्यही हामी ड्राइभर ब्रेक लगायो अनि मात्र त्यो रुक्यो, नत्र त्यो सधैँ चलिरहन्थ्यो। त्यही नै हो न्युटन्सले दिएको पहिलो लमा
कि यदि बडी रेस्टमा छ वा मोसनमा छ भने त्यो त्यही पोजिसनमा रहन्छ जबसम्म हामी कुनै बाहिरी फोर्स लगाउँदैनौँ। त्यहीमा न्युटन्सले दिएको छ डिफिनिसन अफ फोर्स भनेको एउटा परिभाषा पनि दिएको छ, डिफिनिसन दिएको छ फोर्सको, त्यही हो परिभाषा। अनि यसरी त्यो पनि दिएको थियो एउटा ल अफ इनर्सिया जुन चाहिँ फर्स्ट लसँगै रिलेटेड छ। किनभने ल अफ इनर्सिया बुझ्नुभन्दा पहिला यति बुझ्नुपर्छ कि यो इनर्सिया भनेको के हो। इनर्सिया भनेको द टेन्डेन्सी अफ एन अब्जेक्ट इन द स्टेट अफ रेस्ट वा मोसन अर मोसन। यदि कुनै अब्जेक्ट रेस्टमा छ भने रेस्टमै रहन खोज्छ वा कुनै बडी मोसनमा छ भने मोसनमै रहन खोज्छ। त्यही पोजिसनको आधारमा ल अफ इनर्सियालाई दुई भागमा विभाजन गरिएको छ। पहिलो चाहिँ इनर्सिया अफ रेस्ट र अर्को चाहिँ इनर्सिया अफ मोसन। किनभने बडी दुईवटा पोजिसनमा मात्र हुन्छ, रेस्टमा हुन्छ वा मोसनमा हुन्छ, कि स्थिर अवस्थामा हुन्छ वा गतिशील अवस्थामा हुन्छ। पहिलो ल हामी इनर्सिया अफ रेस्ट, द टेन्डेन्सी अफ एन अब्जेक्ट इन द स्टेट अफ रेस्ट मिन्स हामीले जुन अब्जेक्ट रेस्टमा छ भने त्यो रेस्टमै रहन खोज्छ, बाहिरी फोर्स लगाए पनि त्यो रेस्टमै रहन खोज्छ। जसरी एउटा इक्जाम्पल लियौँ, जसरी हामी बसमा ट्राभल गर्दै रहन्छौँ, कतै बसमा बस्छौँ अनि कतै डेस्टिनीमा आफ्नो पुग्न जान्छौँ र बसमा बसेपछि हाम्रो लोवर पार्ट लेग्स त्यो बससँग टाँसिएको हुन्छ र अप्पर पार्ट म्याच भन्दा माथि त्यो बससँग टाँसिएको हुँदैन, किनभने त्यो त्यतिकै एयरमा हुन्छ र हाम्रो लोवर पार्ट बसको सिटसँग टाँसिएको हुन्छ भने मानौँ न हाम्रो लोवर पार्ट भेहिकलसँग टाँसिएको हुन्छ। त्यही भएर जति बेला बस सडनली स्टार्ट गर्छ अनि अगाडितिर कहीँ अगाडि जान्छ भने हाम्रो अप्पर पार्ट ब्याकतिर जान्छ। त्यही नै हो इनर्सिया अफ रेस्ट। किनभने लोवर पार्ट बससँग टाँसिएकोले त्यो मोसनमा बससँगै मोसनमा अगाडि गयो र अप्पर पार्ट त बससँग टाँसिएको थिएन, त्यो रेस्टमा थियो र रेस्टमै रहनलाई त्यो ब्याकतिर गयो। त्यही हो इनर्सिया अफ रेस्ट भनेको बडी रेस्टमा छ भने रेस्टमै रहन खोज्छ। र अर्को इक्जाम्पल लियो भने जसरी एउटा म्याङ्गो ट्रिज वा कुनै बनाना ट्रिज लियो भने म्याङ्गोज त्यो रुखको हाँगामा त्यो रेस्ट पोजिसनमा हुन्छ। यदि कुनै मान्छेले त्यो हाँगामा स्टोन लिएर वा त्यसमा चढेर हाँगालाई हलायो भने अनि त्यो आँप झर्छ, किनभने त्यहाँ आँप रेस्ट पोजिसनमा हुन्छ, त्यो हाँगामा झुन्डिएको हुन्छ, त्यो रेस्ट पोजिसनमा हुन्छ। यदि हामी बाहिरी फोर्स लगायो त्यही स्टोन लिएर हानियो भने त्यो अनि मात्र तलतिर झर्छ, किनभने त्यो रेस्टमा थियो र रेस्टमै रहनलाई त्यो तलतिर झर्यो, किनभने हामी बाहिरी फोर्स लगायो, त्यही भएर त्यो तलतिर झर्यो। र हाम्रो माइन्डमा यो पनि क्वेसन आउँछ कि त्यो म्याङ्गो मात्र किन झर्यो, किनभने हामी त फोर्स त हाँगामा पनि लगायो, त्यो हाँगा किन झरेन? किनभने हाँगालाई जति फोर्स चाहिन्छ झराउनको लागि त्यति हामीले दिन सकेन क्या। म्याङ्गो त सानो हुन्छ, त्यसलाई अलिकति फोर्समा पनि त्यो तलतिर त्यो मुभ गर्न सक्छ, त्यही भएर त्यो तलतिर झर्छ, हाँगा माथिमै हुन्छ। र अर्को कुरा लियो भने जसरी हावाहुरी चल्दै रहन्छ भने त्यो पनि एक्सटर्नल फोर्स भयो नि, कि बाहिरीबाट हावाहुरी त्यो ट्रिजमा लाग्छ भने त्यो ट्रिजको पातहरू झर्दै रहन्छ, किनभने त्यो हाँगामा त्यो हुरी बतासले हावा लागेपछि त्यो लिफहरू रेस्ट पोजिसनमा हुन्छ, त्यो हाँगामा झुन्डिएको हुन्छ रेस्ट पोजिसनमा, र सडनली बाहिरी फोर्स लगाएपछि त्यो रेस्टमै रहनलाई त्यो लिफहरू पातहरू रेस्टमै रहनलाई त्यो तलतिर झर्छ, किनभने बाहिरी फोर्स लगायो हामी। त्यसै अन्तर्गत त्यो ल अफ इनर्सिया अफ रेस्टको प्रकारमा आउँछ, त्यही नै हो इनर्सिया अफ रेस्ट। अर्को टाइप हो इनर्सिया अफ मोसन भनेको बडी मोसनमा छ भने मोसनमै रहन खोज्छ। यदि डिफाइन हेऱ्यो भने द टेन्डेन्सी अफ एन अब्जेक्ट इन द स्टेट अफ मोसन मिन्स बडी मोसनमा छ भने मोसनमै रहन खोज्छ। यदि हामीले बाहिरी एक्सटर्नल फोर्स लगाए पनि त्यो मोसनमा छ भने त्यो मोसनमै रहन खोज्छ। जसरी एउटा इक्जाम्पल लियौँ, हामी इक्जाम्पल लियो जसरी एउटा बसकै इक्जाम्पल लियौँ भने बसमा कतै हामी मुभ गर्दै रहन्छौँ र यसमा रेस्ट
रेस्ट जस्तो त बसमा जसरी प्रक्रिया भयो रेस्टमा त्यस्तो हुँदैन। यसमा जस्ट अपोजिट हुन्छ। यदि हामीहरू कुनै बसमा ट्राभल गर्दै रहन्छौँ र बसमा सिटमा बसेको हुन्छ किनभने लोवर पार्ट त बससँग टाँसिएको हुन्छ भने त्यति बेला बस त मोसनमा हुन्छ र बडीसँग टाँसिएको हुनाले त्यो लोवर पार्ट रेस्टमा हुन्छ किनभने बससँग टाँसिएको हुन्छ। बस सेम स्पिडले जाँदै रहन्छ त्यो अप्पर पार्ट हुन्छ त्यो मोसनमा हुन्छ। त्यसमा त रेस्टमा जस्ट अपोजिट थियो भनेको लोवर पार्ट मोसनमा आयो अनि माथिको भाग रेस्टमा थियो त्यही भएर। र यसमा जस्ट अपोजिट हुन्छ भनेको माथिको भाग मोसनमा हुन्छ र तलको भाग रेस्टमा। यदि हामीले कुनै सडनली यदि कुनै इमर्जेन्सी पऱ्यो भने हामीहरू बसभन्दा बाहिर उफ्रिएपछि हामीहरू सडनली एकैचोटि रुक्दैन रोडमा वा कतै कुद्छौँ भने साइडमा खेतसेत हुन्छ त्यो साइडमा उफ्रिन्छौँ भने एकैचोटि अगाडितिर जान्छौँ किनभने त्यहाँ हुन्छ इनर्सिया अफ मोसनले काम गर्छ। त्यही नै हो इनर्सिया अफ मोसन किनभने बडी हाम्रो अप्पर पार्ट मोसनमा थियो बसमा र लोवर पार्ट त रेस्टमा थियो र सडनली हामी जम्प गरेपछि लोवर पार्ट त रेस्टमै थियो त रेस्टमै रहन्छ अनि अप्पर पार्ट त्यो मोसनमा थियो भने त्यो मोसनमै रहन खोज्नलाई त्यस्तो हामीहरू अगाडितिर उफ्रियो। त्यही नै हो इनर्सिया अफ मोसन किनभने बडी मोसनमा थियो अप्पर पार्ट र मोसनमै रहनलाई त्यस्तो अगाडितिर फोरवार्ड भयो भने अगाडितिर झऱ्यो। यही न्युटन्सले पहिलो लमा यही कुराहरू भनेको थियो कि बडी रेस्टमा छ वा मोसनमा छ भने त्यही पोजिसनमा रहन्छ। जबसम्म त्यही फोर्स लगाउँदैन तबसम्म त्यो रेस्टमा रहन्छ वा मोसनमा छ भने मोसनमा त्यही पोजिसनमा रहन्छ। त्यही भएर न्युटन्सले त्यही फर्स्ट लमा यही कुरा भनिएको त्यो बडी जुन पोजिसनमा छ त्यहीमा रहन्छ वा मोसनमा वा रेस्टमा छ भने रेस्टमै रहन्छ। र आजको लागि यतिकै। अर्को दिन अर्को टपिक परला। धन्यवाद।